यो हामी धेरै पहिला हामी मामा घर जाँदाखेरि जाने बाटोको चौतारा हो। यो एकदमै सुन्दर रमाइलो छ। यहाँ माथिबाट हामी यसरी झरेर यो चौतारो हुँदै हुँदै यो चौतारोमा आउँदा जाँदा शीतल ताप्ने चौतारीको रूपमा थियो यो। यहाँ चाहिँ अहिले यो बर पिपल एकदमै बुढो भइसकेको छ। हुन त हामी पनि यति बच्चादेखि यत्रो भइसक्यौँ। यहाँबाट हामी यो बाटो झरेर तलतिर यहाँबाट देख्नुहुने त्यहाँ तल बाटो हुँदै हुँदै हामी त्यो तलको कर्सेर खोला भन्ने ठाउँसम्म पुग्थ्यौँ। आज यो ठाउँमा यसो आउने अवसर प्राप्त भयो। त्यसैले यो पुरानो यादको ठाउँलाई यो भिडियो मार्फत कैद गरेको छु। हेरेर साथ दिनुहोला। धन्यवाद।